यस्तो जाडोमा मस्त सुतेर बसिरहेको थिएँ है, मेरो 10 वर्ष अगाडि हराएको साथीले म्यासेज गर्यो, कहाँ छस् आज, आइज नि त भेटिदिउँ, म पनि यसो घरतिर आएको छु भने, कहाँ छस् त भने गौडाहरू आइज भने, हुन्छ नि त भने म पनि निस्केँ है, मेरो पुर्ख्यौली बिग्रेको बाइक झिकेर होइन। फेरि यो बाइक स्टार्टै हुँदैन, जाडोले हो के हान्दा 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 बल्ल तल्ल कस्तो दुःख गरेर स्टार्ट भयो। अनि म निस्केँ साथीलाई भेट्न भनेर, अनि गौडाको उकालो पनि पुग्यो, अनि त्यहाँ ठ्याक्क एउटा मासु पसल देखेँ क्या। अनि यसो पर्खौँ न त यतैतिर साथीलाई भनेको, होइन नभन्दै, यो त मेरो साथीकै मासु पसल रहेछ, हेर्दा चाहिँ चोर जस्तो तर चोर चाहिँ होइन यो साथी होइन। अनि यसकै मासु पसल चाहिँ एकछिन पर्खिन्छु भने, अनि 1.5 घन्टा भइसक्यो आउँदैन, बाहिर गएँ हेरेँ होइन, अल्छी लागेर दिक्क लागेर आउँदैन। अनि फेरि भित्र गएर अनि साथीलाई, अनि केपी ओलीले एउटा मृगौला दियो नि त साथी भनेको, त्यसलाई चोरलाई दिन्छु भनेर खुकुरी देखाउँछ, मलाई त डर लाग्यो अबुई भनी छोडिदिएँ होइन। नभनिदेऊ पसलको साउ मामा पनि आइसक्यो बरु, तर साथी आएन। यो साथी घर जान लाग्यो, तर मेरो 10 वर्ष अगाडि हारेको साथी आएन, बल्ल तल्ल आयो, कहाँ मऱ्यो तिस भने, यतै थिएँ भर्खर निस्केको घरबाट भनेर गफसफ दियो। गयौँ खाजा खानलाई, अनि टक्क खाजा पनि आयो, खायौँ ओऱ्यौँ, जाडो जाडो छ। अनि फेरि मेरो पुस्तिनी बाइक झिकी मैले, अनि साथीलाई घर छोडिदिएँ, अब कति वर्षपछि भेट्ने भने। अनि